हेलो हेलो गुड मर्निङ सबै साथीभाइहरूलाई। यो तोरी मैले लगाएको मङ्सिर 5 गते। आज 2 महिनाभन्दा 1-2 दिन ज्यादा भयो। आज माघको 7 गते हो सायद। मैले चाहिँ यो एउटा नयाँ खालको तोरी लगाएको छु। यो खासमा मैले यो उत्पादन हुन्छ कि हुँदैन भनेर यसो ट्राईको लागि मैले लगाएको हो। मैले यो बिउ चाहिँ नखु सिड्सबाट काठमाडौँबाट मगाएको बिउ यो रहेको छ है। अब यो सँगै लगाएको तोरी चाहिँ कोसा लागेर पनि तपाईको लागिसक्यो र पाक्ने बेला हुन लागिसकेको छ। अब यो चाहिँ अब भर्खर फुल्दैछ। अब यो तोरी मैले 100 ग्रामको कति 450 रुपियाँ लगाएर खरिद गरेको हो। मैले लगभग यहाँ 2 कट्ठा भनौँ 2 कट्ठा जति लगाएको छु। 2 कट्ठामा 2.5 कट्ठामा 300 ग्राम, 1 कट्ठामा 150 ग्राम र 2 कट्ठामा 300 ग्राम का दरले मैले यो बिउ लगाएको छु। उत्पादन अब यो कस्तो के हुन्छ, यो नयाँ चिज भएको कारणले गर्दाखेरि मलाई पनि थाहा छैन। र अब यसले अब यो तोरीको बिउ मलाई लाग्छ यो चाइनाबाट आएको बिउ हो। अब यसको उत्पादन कस्तो हुन्छ मलाई पनि थाहा छैन। अब यहाँको हावापानी, हाम्रो तराईको हावापानीसँग यसको सुइटेबल हुन्छ हुँदैन वातावरण, त्यही चेक गर्नको लागि चाहिँ मैले लगाएको हो। यो मान्छेभन्दा अल्गो छ तोरी पनि। यस्तो छ है। उत्पादन अब यो कतिको हुन्छ यो यसबाट थाहा भइहाल्छ। अब यो तोरीले राम्रै उत्पादन दियो ओरो भने चाहिँ अर्को साल पनि लगाउने योजना हो। मैले यो तोरीमा चाहिँ मल खाद चाहिँ प्रति कट्ठा 4 केजी डिएपी अनि त्यो के भन्छ पोटास 1 किलो प्रति कट्ठा अनि जिङ्क सल्फेट 1 कट्ठा बराबर मैले त्यस्तै आधी केजी सल्फेट, आधी केजी जिङ्क प्रयोग गरेको छु। तोरी यसो हेर्दाखेरि राम्रै छ। अब कतिको फल छ अब यो चाहिँ हेर्नै पर्ने हुन्छ, समय कुर्नै पर्ने हुन्छ। तोरी यसो एभरेजमा हेर्दाखेरि तोरी ठिकै छ, तर पनि अझै पनि मलाई यो तोरी अलिकति बाक्लो भयो जस्तो लाग्यो। अब सुरुमा छरेको यो थाहा नभएर पनि होला सायद। खासमा यो तोरी चाहिँ हार लाएर चाहिँ अब गर्नुपर्ने हो। अब त्यही हो हाम्रो नेपालमा अब सिडर अब पाइँदैन। सानो तोरी लाउने सिडर पाउनु पर्यो, त्यो पाइँदैन। त्यही समस्याले गर्दाखेरि मैले अलिकति यसो बालुवा माटोमा मिसाएर चाहिँ मैले तोरी छरेको थिएँ। यस्तो छ।
यो चाहिँ आफूले यसो खानको लागि हरियो मकै खानको लागि लगाएको हाइब्रिड मकै भयो। यता यो चाहिँ तोरी भयो। यो र त्यो तोरी र त्यो परको तोरी सानो तोरी एकै दिन लगाएको हो। त्यो फुलेर पनि फुल झरेर पनि लगभग कोसा तयार हुँदैछ त्यो अब। अब यो तोरी कहिले चाहिँ पाक्छ होला? हजुरहरूलाई त्यस्तो केही आइडिया छ भने कमेन्ट गरिदिनु होला, सल्लाह सुझाव दिनु होला। तोरीको बिउ चाहिँ यो रहेको छ है। हस्त, धन्यवाद, नमस्कार।